उता हुनुहुन्छ सिमरन सिस्टर। मलाई चाहिँ अनुभव तिमीलाई कस्तो अनुभव लाग्छ त्यस्तै भइरहेको हाम्रो भाउ बढेको छ हैन त सिस्टर सरसफाइ गरेको। हेलो गाइज, आज चाहिँ हाम्रो यहाँ विकली सरसफाइ कार्यक्रम रहेको छ। हप्तामा एकचोटि हामीले चाहिँ प्रत्येक शुक्रबार बिहान 10 बजेदेखि 11 बजेसम्म सरसफाइ कार्यक्रम राखेका छौँ र आज त्यही भइरहेको छ। यता हाम्रो कार्यालय सहयोगी दिदी हुनुहुन्छ, उहाँले चाहिँ यता भएको फोहोरहरू निकालिरहनु भएको छ उहाँले। अनि फेरि यता चाहिँ झाडु लगाइरहनु भएको छ। यता चाहिँ हाम्रो अर्को स्टाफ हुनुहुन्छ, उहाँ चाहिँ सनिता तामाङजी हुनुहुन्छ। उहाँले चाहिँ यता के गर्नुभएको हजुरले? योलाई के ल्याउ भन्छ हैन हालिराको। उहाँले चाहिँ हम्मरले कोतार्दै झाडुले बढार्दै गर्नु भइरहेछ। अनि उता हुनुहुन्छ सिमरन सिस्टर, गाडी गुडाइरहनु भएको छ अरे। के भन्छ त्यसलाई? उहाँले हजुर हाते गाडी रे। उहाँले चाहिँ यता दिदीले पुरै माटो यस्तो छ कि हाम्रो पछाडि है दिदीले माटो पुरै ओसारिरहनु भएको छ। अनि साबेले यो माटो सबै यहाँ हालेर फाल्ने काम गरिरहनु भएको छ उहाँले चाहिँ। स्टे ट्युन गाइज, हाम्रो चाहिँ आइरहन्छ है। यतातिर चाहिँ हुनुहुन्छ मान्छेहरू, वनमा जान लाग्नु भएको रहेछ। हामीहरूलाई हेर्दै हाँसिरहनु भएको छ। अझै टुलुटुले मिठो गफ चलिरहेको छ उहाँहरूको। यतातिर फेरि सिमरन सिस्टर माटो फाल्ने क्रम जारी छ सिमरन सिस्टरको चाहिँ।
धुवाले सबैलाई लखेटेर हामी यता कुद्यौँ रोडतिर। सबैजना थाकिसक्नु भयो। छैन हामी झुक्न नजान्ने नेपालको फिटो। ओहो धुवा धेरै नै आयो। यस्तो भइरहेछ। अझै हाम्रो कार्यक्रम जारी नै छ। एकजना थाकेर अहिले बसिरहनु भएको छ यतातिर। आमामा ल कस्तो कस्तो अनुभव भन्नुहोस्। राम्रो रमाइलो रमाइलो सराब अहिले सुक्खा सुक्खा भन्नुपर्छ। दिदीलाई अनुभव कस्तो लाग्यो? राम्रो रमाइलो एकदम रमाइलो भयो। सरलाई मलाई चाहिँ अनुभव तिमीलाई कस्तो अनुभव लाग्छ त्यस्तै भइरहेको हाम्रो चाहिँ हँसी मजाक पनि हुन्छ। फेरि हामी हाँसेसी त यस्तै हो रमाइलो हुन्छ। मैले प्रदीप रोजनलाई भेट्न पाएँ खुसी लाग्यो है लास्टै। सन्दीपजी के अरे तपाईँको हेलमेट निस्क्लो पाइने कुरो भनेर जिस्काएर जतिखेर सरसफाइ त गेट अगाडि मात्र गर्दो रहेछ भन्नुहुन्छ होला। हामीले सबै अब गर्न त सबै हो भित्रतिर नि गरिरहेकै छौँ। तर योपालि चाहिँ गेटको अगाडिलाई फोकस दिएको। त्यही भएर अस्मिता सिस्टर कस्तो हुँदैछ त सरसफाइ कार्यक्रम? हजुर अलिक ठुलो स्वरले बोल्नु न। रमाइलो भइरहेछ। ल हामीहरू दिदी आज म यस्तो गरिरहेको पैसा जस्तै सिमरन दिदी के भयो? गाह्रो भयो। के भयो सनी? धुवाले आँखा पोल्यो। अस्मिता सिस्टर यता हेर्नुहोस् न। पैसा दिनुपर्छ अरे। हाम्रो भाउ बढेको छ होइन त सिस्टर? सरसफाइ गरेको भाउ बढ्यो। ल यता फेरि पुरै